लेन होइन काम बोल्यो 100 दिनमा। हालेन सरकारले 100 दिनमा के गर्यो हेर्नुहोस् फेरिस्त। नम्बर 1, सुकुम्बासी बस्तीबाट हुकुमबासीलाई लखेर्दै भूमिहीन सुकुम्बासीलाई लाल पूर्जा वितरण गर्न सुरु। नम्बर 2, अतिक्रमण गरिएका सरकारी र सार्वजनिक जग्गा फिर्ता ल्याउने प्रक्रिया तीव्र। नम्बर 3, आयोगले गठन गरेर 2048 साल यताका उच्च पदस्थको सम्पत्ति छानबिन प्रक्रिया सुरु। नम्बर 4, 1594 राजनैतिक नियुक्ति एकै पटक बदर। नम्बर 5, कर्मचारी ट्रेड युनियन र विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज। नम्बर 6, स्थानीय तहको प्रमुख प्रशासकीयको समस्या अन्त्य, सिंहदरबार र काठमाडौँका पहुँचवाला कर्मचारी विस्थापित। नम्बर 7, मन्त्रालयको संख्या कटौती, अनावश्यक दरबन्दी पनि कटाइँदै। नम्बर 8, कानून बमोजिम सुविधा पाउने बाहेकका कर्मचारीको सवारी सुविधा खोसियो। नम्बर 9, सहकारी समस्या समाधानको पहल, पीडितको रकम फिर्ता गर्न सुरु। नम्बर 10, सेवा प्रवाहमा सुधारका कदम, प्रक्रियागत झन्झट घटाइँदै। नम्बर 11, सेवा प्रवाह र निर्णय प्रक्रियामा सुधार। नम्बर 12, कर्मचारी सरुवामा पहिलो पटक अनलाइन प्रणालीको थालनी। नम्बर 13, कानून सुधार प्राथमिकतामा 100 भन्दा बढी कानून संशोधन गरिँदै। नम्बर 14, भ्रष्टाचार र वित्तीय अपराधमा आक्रामक छानबिन। नम्बर 15, 10 वर्षको कृषि अनुदान दुरुपयोगका विषयमा छानबिन गर्न समिति गठन। नम्बर 16, राजदूतहरूसँग पहिलो पटक प्रधानमन्त्रीको सामूहिक भेट, सन्तुलित र व्यावहारिक विदेश नीतिमा जोड। नम्बर 17, छिमेकी भारत र चीनसँगको सम्बन्धमा सर्वोच्च प्राथमिकता, देशको आर्थिक विकास केन्द्रमा। नम्बर 18, योग्यता र क्षमताका आधारमा राजदूत नियुक्ति छनौट प्रक्रियामा। नम्बर 19, विश्वविद्यालय विभिन्न बोर्ड समिति प्रतिष्ठानहरूमा प्रतिस्पर्धाका आधारमा नियुक्ति। नम्बर 20, अस्पतालमा जलनको विशेष वार्ड सञ्चालन, विपन्न बिरामीको उपचारका लागि निशुल्क स्वास्थ्य पोर्टल सञ्चालन। नम्बर 21, औद्योगिक क्षेत्रका उद्योगबाट 1 दशक अघिदेखि उठ्न नसकेका मध्ये 42 करोड 54 लाख बक्यौता उठाइयो। नम्बर 22, 1 महीना में एसई र 40 दिन में कक्षा 12 को नतिजा प्रकाशन।